एउटा चाहिँ होइन बच्चा जन्मायो अरे तर उसको नाम के राख्ने भनेर कन्फ्युज भयो अरे क्या। अनि भगवान्लाई पुकार्यो अरे ओ मम गरेर पुरा मन्दिरमा गएर प्रभु उपस्थित भयो अरे क्या। अनि के भयो बालक तिमीले अन्त हजुर मेरो बच्चा जन्मेको छ हजुर नाम के राख्ने कन्फ्युज भएर हजुरलाई सम्झेको हो भनेर। तँलाई म श्राप दिन्छु मेरो पार्वतीसँग कस्तो डेटिङ चलेको थियो तँले मलाई डिस्टर्ब गर्ने। तेरो बच्चाले फर्स्टचोटि बोली फुट्दाखेरि जसको 2 जनाको नाम लिन्छ त्यो मरिजाओस् भनेर श्राप दियो अरे। तनाव भएर घर आयो अरे। अब उसले त बाबुआमाको नाम लिन्छ सुरुमा होइन। तनाव भएर बच्चा दिनदिनै ठुलो हुँदै हुँदै गएको छ नि। एक दिन आमा भनेर क्या बच्चाले आमा ती सेन्टिप्ल्यान्ट भयो अरे क्या। बाउ त मरेन अरे पुरा रमाइरहेको अरे म त मरिनँ भनेर। भोलिपल्ट बाबा भनेको र छिमेकी मनिष मलाई जित्छु जस्तै लाग्छ र तिमीहरू दुईटा को जित्यो उठ्यो कति वर्ष हइस त म 11 त कति वर्ष हइस म 12 अनि को जेठो ए 10 लाएर 9 मा पुग्छु अब 10 लाएर 9 लेग साइड बसेपछि त अनि पहिला त भैँसीले त इङ्ग्लिस बोल्छ भन्थ्यो होइन रे मम खाएका भैँसीको त मम खाएका एले भन्छ हाइ गर्नु त नमस्ते नमस्ते हजुरको नाम मेरो नाम प्रियङ्का पौडेल मास्क मिल्छ प्रियङ्का जी हजुर कहाँबाट आउनु भएको म चाहिँ स्विडेनबाट आएको हो स्विडेनबाट हजुर कहिले आउनु भएको अस्ति भर्खर 4-5 दिन भयो होला